हाई गाइज, अब हामीसँगै घुम्न जाउँ है त। हामी चाहिँ अब नजिकैको पार्क जाने, केटाकेटी एकछिन उफ्रिन्छन् भनेर हिँडेको हिँड्दा तातो घाम थियो। 12 बजे हिँडेको, ठ्याक्कै घरबाट 12 साढे 12 बजे निस्केको। सरक जाँदा जाँदै हाम्रो प्लान चेन्ज भएर हामी पुग्यौँ स्वयम्भू पुगेको। यहाँ माछा देखेर फेरि यिनीहरू हेरे भए माछा माछा भनेर, ओहो माछा। अनि यताउता भने यति घाम थियो, यति घाम। अनि माथि चढेको, यहाँ जाँदा जाँदै मङ्कीले आइसक्रिम चोरेर खाएछ। त्यो हेरेपछि अनि फेरि हिँड्न थाल्यौँ हामी माथि। ल हेर त, हरिबिचोक हेर त, यहाँ हिँड्न नसकेर हरिबिचोक। त्यसपछि हामी हिँड्दा हिँड्दा गएर माथि पुग्यौँ। अनि यहाँ पुगेपछि झगडा सुरु भयो, रुवाबासी भइसक्यो, यहाँ चाहियो आइसक्रिम। अनि अब यसो फकाइ फुल्लाई गरेर यिनीहरूलाई बलुन सलुन किनिदिएर हामीले चाहिँ भ्यू हेऱ्यौँ एकछिन। यहाँबाट कस्तो राम्रो देखेको थियो। अनि उनीहरू चाहिँ बेलुन पाएर मक्ख परिरहेछन्। अनि मङ्की पनि छ यहाँ, मङ्की पनि हेर्दैछन्। दुईटी चाहिँ एकदम मक्ख छन्। अनि त्यसपछि बुद्ध भगवान् ल हेर्न हिँड भनेर हामीले भित्र लग्यौँ। अनि यहाँ हेरेँ, फोटो खिच्न फोटो भिडियो खिच्न नपाइने रहेछ। मैले चाहिँ अब थाहा नै पाइनँ, त्यहाँ लेखेको देखिनँ। अनि यहाँ हेर्नु न कस्तो राम्रो राम्रो सामानहरू। अनि हामी चाहिँ फर्कियौँ। अब तल झर्न थालेको, मान्छेले छोडेर भाग्यो मलाई। कुदै नन स्टपै हिँड्छे, हेर्दिनँ। अनि म पनि कहाँ कम छु त, म पनि दौडिन्छु नि त अब कुदेर। ल म दौडिन थालेँ, कुदेँ। ल भेट्टाएँ, मैले अगाडि नै पुगिसकेँ। म बुढाभन्दा आफू एक्सप्रेस भएन भने त फेरि त यहाँ त कहाँ पुग्छन् भेटिँदैनन्, हराइहाल्छन्। अनि फेरि दौडी, फेरि एउटा भिडियो खिच्न थालेको थिएँ। म फेरि कुदेँ, भागिहालेँ कहाँ हो। फेरि आइपुगेँ भेट्न म। अनि भेटेर तल आएपछि हामी फेरि घर फर्कियौँ। अब हेर यहाँ मुख, भिडियो खिच्यो भएर त्यस्तो मुख बनाएको त्यसले चाहिँ। अनि यति तातो घाम थियो, यति तातो घाम पोलेर भन्ने बा, यति पोलेको मलाई, यति पोलेको बुढालाई। यिनीहरू सब तातो भएर। हाम्रो चाहिँ यस्तो हुन्छ कहिलेकाहीँ, एकतिर जाने भन्यो भने कहाँ 2 घन्टाको बाटो पुगेर आइसक्छौँ। ल मन पर्यो भने लाइक, सेयर, कमेन्ट सबै गर्नु होला। बाई बाई।